स्पेसल्ली चाहिँ यो माघीको लागि बनाएको। सबैजनाले बनाउन सक्नुहुन्छ, एकदमै सिम्पल छ यो बनाउनुको लागि। हेरेर बनाउनु होला अनि इन्जोय गर्नु होला माघीलाई। हामीले चाहिँ पहिला सुरुमा चाहिँ बदमहरू भुट्यौँ, त्यसपछि चाहिँ गेडालाई उधारेर छुट्यायौँ अनि उधारेर छुट्याएको गेडाको कभरहरू पनि फाल्नुपर्छ, त्यसलाई सफा पनि गर्नुपर्छ। अनि त्यसलाई चाहिँ हामीले दुई टुक्रा बनाउनुपर्छ। त्यसको लागि चाहिँ मैले ओख्लाले हल्का पिसिदिएँ, धेरै पिसेपछि चाहिँ एकदम मसिनो हुन्छ। अनि त्यसपछि चाहिँ मैले एउटा कराईमा चाहिँ पानी टेकाएँ, हल्का तातो भएको थियो, त्यसमा चाहिँ गुडहरू हालिदिएँ। यो किन गरेको भन्दाखेरि यसमा कहिले कसो एकदमै फोहोरहरू टाँसिएको हुन्छ, त्यही भएर चाहिँ यसो गर्नुपर्छ। अनि हजुरले बनाएर चाहिँ छानिदिनु होला अनि एकदम फोहोर भएको हुन्छ क्या, त्यही भएर। अनि एउटा त्यही कराई टेकाएँ मैले, जो पानी उमालेको थिएँ त्यसमा घिउ हालिदिएँ। घिउ तातिएपछि चाहिँ मैले गुडको पानी पनि त्यहीमा हालेँ। एकछिनसम्म पकाउनुपर्छ, यसको कलरहरू चेन्ज हुन्छ तबसम्म पकाउनु होला। अनि यो भिडियो चाहिँ सबैले लाइक, सेयर, कमेन्ट, सब्सक्राइब पनि गरिदिनु होला। अनि यो अलिकति गाढा भएपछि चाहिँ हामीले यसलाई चेक पनि गर्न सक्छौँ। एउटा चिसो पानीमा हल्का गुड हालेर छामेपछि चाहिँ साह्रो रहेछ भने चाहिँ गुड पाकेको हुन्छ। त्यसपछि चाहिँ मैले बदम हालेर त्यसमा फेरि भुटिदिएँ। हल्का बन्द गर्नुपर्छ ग्यास त्यतिखेर। अनि मैले चाहिँ प्लास्टिकमा घिउहरू लगाएर त्यसमा हालिदिएको थिएँ। थालमा हाल्दा पनि हुन्छ, किनकि थाल कहिले कसो नछोड्न सक्छ, त्यही भएर चाहिँ मैले यस्तो बनाएको। एकदमै पर्फेक्ट